लोकसेवा वे टु सक्सेसको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। लोकसेवामा नाम निकाल्ने 10 वटा टिप्सको भिडियो ल्याएर आएको छु। कृपया भिडियो हेर्नुभन्दा पहिले लाइक अवश्य गर्नुहोस् र भिडियो अन्तिमसम्म हेर्नुका साथै यी 10 वटा टिप्स फलो गर्नुभयो भने म ग्यारेन्टीका साथ भन्न सक्छु 100% पास हुनुहुन्छ भन्दै नम्बर 1 मा रहेको छ अध्ययनका लागि उपयुक्त वातावरण बनाउने। शान्त र व्यवस्थित स्थान रोज्नुहोस्, जस्तै पुस्तकालय, छुट्टै अध्ययन कक्ष, मोबाइल, टिभी, सामाजिक सञ्जाल जस्ता विचलित गर्ने चीजहरू हटाउनुहोस्। आवश्यक सामग्री किताब, कपी, कलम आदि अघि नै तयार राख्नुहोस्। नम्बर 2 मा रहेको छ लक्ष्य निर्धारण गर्नुहोस्, गोल सेटिङ। साना साना लक्ष्यहरू बनाउनुहोस्, जस्तै 1 घण्टामा 2 पृष्ठ पढ्नेछु। ठुला विषयलाई साना साना खण्डमा विभाजन गर्नुहोस्। किताबलाई च्याप्टरमा घटाउने। आफ्नै भाषा शैलीमा बुझ्ने गरी लेख्ने। सम्बन्धित विषय पाठबारे झट्ट सम्झिँदा के याद आउँछ सोलाई टिपोट गर्ने बानी गर्ने। लक्ष्य पूरा भएपछि सठिक विश्राम लिने। नम्बर 3 मा रहेको छ पोमोडोर टेक्निक प्रयोग गर्ने। 25 मिनेट पढ्ने, 5 मिनेट विश्राम, यो एक पोमोडोर भनिन्छ। कसैलाई डुडल मेथडले पनि ध्यान केन्द्रित गर्न सहज हुन्छ। पोमोडोर पछि 25-30 मिनेटको लामो विश्राम लिनुहोस्। यसले दिमागलाई थकाइ नलाग्ने र ध्यान केन्द्रित गरिरहने बनाउँछ। नम्बर 4 मा रहेको छ हातले लेखेर लेख्दै पढ्दै अभ्यास गर्ने। लेख्दै गर्दा ध्यान स्वत केन्द्रित हुन्छ, लामो समयसम्म याद पनि रहन्छ। पढिएको कुरा संक्षेपमा नोट बनाउने बानीले सम्झना बढाउँछ। नम्बर 5 मा रहेको छ ध्यान केन्द्रित गर्दा ध्यान मेडिटेसन गर्ने। हरेक दिन 5 देखि 10 मिनेट श्वास प्रश्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्नुहोस्। यसले मानसिक अशान्त हटाएर अध्ययनमा स्थिरता ल्याउँछ। नम्बर 6 मा रहेको छ अनुकूल समय तालिका बनाउनुहोस्, रुटिन मेकिङ। दैनिक पढ्ने समय तय गर्नुहोस्। उदाहरणका लागि बिहान 5 देखि 7 बजे वा बेलुकी 5 देखि 8 बजे हुन सक्छ। नियमितता हुँदै गएपछि दिमाग आफै पढाइका लागि तयार हुन्छ। नम्बर 7 मा रहेको छ पोजिटिभ अफर्मेसन र भिजुअलाइजेसन प्रयोग गर्ने। म ध्यानपूर्वक पढ्न सक्छु, म सम्झिन सक्छु जस्ता सकारात्मक वाक्यहरूमाथि विश्वास गर्नुहोस्। आफूलाई सफलता प्राप्त गरिरहेको कल्पना गर्नुहोस्, यसले प्रेरणा दिन्छ। नम्बर 8 मा रहेको छ स्वस्थ जीवनशैली अपनाउने। समयमै सुत्ने र उठ्ने, सन्तुलित खाना खाने, हल्का व्यायाम गर्ने। शारीरिक स्वास्थ्य भयो भने दिमाग पनि सहज र ध्यान केन्द्रित रहन्छ। 9 मा रहेको छ डिजिटल अध्ययन सामग्री विवेकपूर्ण प्रयोग गर्ने। अडियो बुक, भिडियोज, फ्ल्यास कार्ड आदि माध्यम प्रयोग गर्दा ध्यान बाँध्न सहयोग पुर्याउँछ, तर अत्याधिक मोबाइल प्रयोगले ध्यान भङ्ग गर्न सक्छ। नम्बर 10 अर्थात् अन्तिममा रहेको छ आत्म अवलोकन गर्ने, सेल्फ रिफ्लेक्सन। हरेक दिनको अन्त्यमा आज के पढियो, कति ध्यान लाग्यो मूल्याङ्कन गर्ने बानी बसाल्नुहोस् भन्दै हस्त आजलाई यति नै। लोकसेवा सम्बन्धी सम्पूर्ण जानकारीका लागि यस च्यानललाई सब्स्क्राइब गरी आफ्ना साथीभाइलाई सेयर र केही जिज्ञासा भए तलको कमेन्ट बक्समा राख्न नभुल्नुहोस्। धन्यवाद।